कुमालहरूको महान चाड माघे संक्रान्तिको शुभकामना। आज हामी नेपालको कुमाल समुदाय र उनीहरूको सबैभन्दा ठूलो पर्व माघे संक्रान्ति वा माघीको परम्पराभित्र कुरा गर्दैछौँ। हामी यो बुझ्ने प्रयास गर्नेछौँ कि यी परम्पराहरूले कुमाल समुदायको लागि खासमा के अर्थ राख्छन्, यो पर्व किन उनीहरूको पहिचानको यति अभिन्न अङ्ग बन्यो। ल सुरु गरौँ है त। कुमाल समुदायका लागि माघी उनीहरूको राष्ट्रिय पर्व हो र यही दिनबाट उनीहरूको नयाँ वर्ष सुरु हुन्छ। भनौँ न, यो उनीहरूको आफ्नै पात्रको पहिलो दिन हो। राष्ट्रिय पर्व र नयाँ वर्ष दुवै एकै दिन? यसले त यो पर्वलाई समुदायको केन्द्रमा राख्ने भयो नि। तर यो समय मतलब माघ 1 गते नै किन यति महत्त्वपूर्ण भयो होला? यसको जरो प्रकृतिसँग जोडिएको छ। कुमाल जाति मूलतः प्रकृति पूजक हुन्। उनीहरूको जीवनशैली, विश्वास अनि परम्परा सबै प्रकृतिसँगको लयमा चल्छ। अब खगोलीय रूपमा हेर्दा पुष माघदेखि सूर्यनारायण उत्तरायण हुन थाल्छन्, अर्थात् दिनहरू लामो र रातहरू छोटा हुन थाल्छन्। सूर्यको यही गति परिवर्तनलाई नै उनीहरूले नयाँ सुरुवातको प्रतीक मानेका हुन्। भनेपछि यो कुनै पौराणिक कथामा आधारित नभएर प्रकृतिको वास्तविक चक्रमा आधारित पात्रो भयो। अनि यसको सम्बन्ध कृषि कर्मसँग कतिको गहिरो देखिन्छ त? एकदमै गहिरो छ। स्रोतमा एउटा पुरानो भनाइ छ नि, पुसमा पकाएर माघमा खाने। हो, यसले के देखाउँछ भने यो पर्व धान, कोदो जस्ता मुख्य बालीनाली भित्राएर वर्षभरिको मिहिनेतको काम सकेपछि मनाइने उत्सव हो। यो आराम गर्ने, रमाउने र आफूले उब्जाएको अन्नलाई धन्यवाद दिने समय हो। कस्तो राम्रो कुरा! मतलब उनीहरूको आर्थिक चक्र र सांस्कृतिक चक्र एउटै रायमा हिँडेको देखियो। हो नि, यो केवल उत्सव मात्र होइन, यो सफल फसलको लागि प्रकृतिप्रति कृतज्ञता ज्ञापन गर्ने अवसर पनि हो। यो पारिवारिक र सामाजिक जमघटको पाटो पनि उत्तिकै बलियो देखिन्छ है। सामग्रीमा त उल्लेख छ कि कामको सिलसिलामा टाढा टाढा वा मुगलान पुगेकाहरू पनि हो। सबैजना यही बेला आफ्नो पुर्ख्यौली घर फर्कन्छन्। वर्षभरि सुनसान भएको गाउँमा कस्तो रौनक छाउँदो हो। साँच्चै यो पर्वको सामाजिक पक्ष सायद सबैभन्दा जीवन्त पक्ष हो। यसलाई एउटा ग्रान्ड रियुनियन भन्न सकिन्छ। वर्षभरि छरिएर रहेका परिवारका सदस्यहरू, दाजुभाइ, दिदीबहिनी, छोरीचेली सबै एकै ठाउँमा जम्मा हुन्छ। यसले केवल पारिवारिक सम्बन्धलाई मात्र ताजा गर्दैन, यसले सिङ्गो समुदायको एकताको भावनालाई पनि बलियो बनाउँछ। अनि भेटघाटपछि सुख दुःख साट्ने कुरालाई पनि निकै महत्त्व दिएको छ। यो केवल कस्तो छ भनेर सोध्ने मात्र होइन, वर्षभरिका पीर, मर्का र दुःखहरू एक आपसमा बाँड्ने अवसर पनि हो। तपाईँले एकदमै महत्त्वपूर्ण कुरा औल्याउनु भयो। यो एक किसिमको सामुदायिक उपचार, कम्युनिटी हिलिङको प्रक्रिया हो। आधुनिक मनोविज्ञानले जसलाई थेरापी भन्छ, त्यो हाम्रो समाजमा यस्तै चाडपर्वहरूमा अभ्यास हुन्थ्यो नि। आफन्तको सर्कलभित्र बसेर मनको बह पोख्दा मानिसले भावनात्मक रूपमा हलुका महसुस गर्छ। मानिसहरू केवल एक अर्कालाई भेट्न भेला हुन्छन् कि पितृ र देवतालाई सम्झने कुनै विशेष विधि पनि हुन्छ? अवश्य हुन्छ। वास्तवमा यो पर्वको आध्यात्मिक पक्ष एकदमै गहिरो छ। यी सबै विधिहरू, खोलामा नुहाउनु, बालुवाको मन्दिर बनाउनु, पितृलाई पानी चढाउनुलाई एकै ठाउँमा राखेर हेर्दा के देखिन्छ भने यो पर्व प्रकृति, पितृ र जीवित समुदाय बीचको सम्बन्धलाई नवीकरण गर्ने एउटा शक्तिशाली वार्षिक सम्झौता हो। वार्षिक सम्झौता? यो त निकै रोचक लाग्यो मलाई। यसलाई अलिकति व्याख्या गर्न सकिन्छ? जस्तै माघीको बिहानै घरको मुली खोलामा गएर स्नान गर्नु, यो केवल शरीरको शुद्धिकरण मात्र होइन, यो नयाँ वर्षमा प्रवेश गर्नुअघि आफूलाई पवित्र बनाउने प्रक्रिया हो। अनि त्यही खोलाको किनारमा बालुवाको सानो मन्दिर बनाउने चलनले प्रकृति नै ईश्वर हो भन्ने उनीहरूको विश्वासलाई दर्शाउँछ। उनीहरूलाई पूजा गर्न कृत्रिम मन्दिर चाहिँदैन, प्रकृति स्वयं उनीहरूको मन्दिर भयो। हो, ठ्याक्कै। अनि पितृहरूलाई सम्झने चलन नि? स्रोतमा नदीमा केही कुरा सेलाउने विधिबारे पनि उल्लेख छ। हो, त्यो विधि निकै अर्थपूर्ण छ। नुहाएर घर फर्केपछि पितृको नाममा पानी चढाएपछि नदीमा एउटा विशेष अर्पण गरिन्छ। टपुरीभित्र माटोको सानो हाँडीमा मास, जौ, तिल, अदुवा, बेसार जस्ता कुराहरू राखेर बगाइन्छ। यो केवल पितृलाई चढाएको मात्र होइन,
यो नदीलाई जीवनको स्रोत मानेर आफूले उब्जाएको पहिलो अंश प्रकृतिलाई नै फिर्ता दिने चलन पनि हो। कस्तो गहिरो अर्थ। हामीले तपाईँबाटै पायौं र यसको पहिलो अंश तपाईँलाई नै समर्पण गर्छौं भन्ने जस्तो भाव भयो। हो, जसले जीवनचक्रको निरन्तरतालाई सम्मान गर्छ। सामग्रीमा एउटा अनौठो परम्पराको पनि जिक्र छ। कुखुरा काटेर त्यसको रगतमा चामल मुछेर टीका लगाइदिने चलन। यो त सामान्य दशैंको टीकाभन्दा निकै फरक र शक्तिशाली सुन्यो। यसको पछाडिको विश्वास के होला? हो, यो परम्पराले कुमाल संस्कृतिको मौलिक र प्राचीन स्वरूपलाई सङ्केत गर्छ। रगतलाई धेरै जसो प्राचीन संस्कृतिहरूमा जीवन, ऊर्जा र शक्तिको प्रतीक मानिन्छ। यो टीकाले परिवारका सदस्यहरूलाई रोग व्याधि र दुष्ट आत्माहरूबाट बचाउँछ र उनीहरूलाई नयाँ वर्षको लागि शक्ति प्रदान गर्छ भन्ने विश्वास हुन सक्छ। यस्ता प्रथाहरूले उनीहरूको छुट्टै पहिचानलाई जीवित राखेका छन्। र यही आध्यात्मिक संरचनाभित्र सामाजिक सम्बन्धलाई पनि उनिएको छ, हैन र? छोरी र कुटुम्बलाई घरमा बोलाएर पुज्ने प्रचलनले पनि त्यही देखाउँछ। निश्चित रूपमा यसले सामाजिक संरचनामा छोरीचेली र आफन्तहरूको स्थान कति महत्त्वपूर्ण छ भन्ने देखाउँछ। चाडपर्वहरूले सामाजिक सम्बन्ध, मान्यताहरू र सम्मानको आदान प्रदानलाई पनि जीवित राख्ने काम गर्छन्। अब यति गहिरो सामाजिक र आध्यात्मिक कुरा गरिसकेपछि अलिकति पर्वको खानपानतिर लागौँ न। उत्सवको कुरा गर्दा परिकारको कुरा छुट्दैन। यहाँ सेलरोटी, फुरोला र ढिकौरा जस्ता परिकारको उल्लेख छ। परिकार जसले माघीको पहिचान नै बोकेको छ त्यो हो बटुक। यो बटुक सुन्दा त रोचक लाग्यो। यो बनाउने तरिका कस्तो हुन्छ? हेर्दा डोनट जस्तै हो कि अरू केही? हो, हेर्दा अलिअलि डोनट जस्तै देखिन्छ, बीचमा प्वाल भएको। तर यो गुलियो होइन। यसलाई मासको दाल र अन्य गेडाबुडीलाई भिजाएर पिसेर बनाइन्छ। अनि त्यो पिठोको लेदोलाई हातले आकार दिएर तातो तेलमा फ्राई गरिन्छ। बाहिरबाट क्रिस्पी र भित्रबाट नरम हुन्छ। स्वाद चाहिँ नुनिलो र मसलेदार। सुन्दै मिठो लाग्यो। अनि मासको दाल, चामल, घिउ र बेसार मिसाइएको खिचडी, तरुल, पिण्डालु, सखरखण्ड जस्ता कन्दमूलको पनि चलन छ। यी खानेकुराहरूको छुनोटमा कुनै विशेष कारण छ कि जे उपलब्ध भयो त्यही खाने चलन हो? होइन होइन, यसको पछाडि परम्परागत ज्ञान र विज्ञान दुवै छ। यी सबै खानेकुराहरू जाडो मौसम र खेतीपातीको उपजसँग सम्बन्धित छन्। जस्तै मासको दाल, घिउ, तिल, अदुवा अनि कन्दमूलले जाडोमा शरीरलाई न्यानो राख्न मद्दत गर्छन्। यी हाई क्यालोरी, हाई प्रोटिन खानेकुरा हुन् जसले चिसो मौसममा शरीरलाई ऊर्जा दिन्छन्। मतलब मौसम अनुसार शरीरलाई के चाहिन्छ भन्ने कुराको गहिरो बुझाइमा आधारित खानपान भयो यो त। एकदम। अनि माघीको तयारी त माघ 1 गते मात्रै सुरु नहुने रहेछ। सामग्रीमा पुस 15 मा चिचर खाने चलनबारे लेखिएको छ। यसको अर्थ के हो? चिचर खाने चलनले माघीको आगमनको भनौँ न औपचारिक घोषणा गर्छ। पुस 15 मा अन्धीको चामललाई घिउमा भुटेर यो चिचर बनाइन्छ र खाइन्छ। यो एक किसिमको काउन्टडाउन सुरु भएको सङ्केत हो। यसले समुदायमा उत्साह र प्रतीक्षाको भावना जगाउँछ। यी सबै विधि, जमघट र खानपिनसँगै पर्वको अर्को अभिन्न अङ्ग नाचगान र मनोरञ्जन पनि होला नि? अवश्य। वर्षभरिको थकान मेटाउन र नयाँ वर्षको स्वागत गर्न नाचगान र रमाइलो अनिवार्य नै भयो। यो उल्लासको सामूहिक अभिव्यक्ति हो। हामीले हेरिरहेको सामग्रीमा पाउदुरे र हेम्फाई नाच नाच्ने चलन रहेको उल्लेख छ। यी नाचहरूको बारेमा स्रोतले अरू केही बताउँछ? केही पुरुषले मात्र नाच्छन् वा महिलाहरू पनि सहभागी हुन्छन्? यहाँनिर कुरा साँच्चै रोचक हुन्छ। यी नाचहरू केवल मनोरञ्जनका लागि मात्र होइनन्। यिनीहरू कुमाल समुदायको मौखिक इतिहास र सांस्कृतिक पहिचानलाई एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्ने माध्यम हुन्। पाउदुरे नाच विशेष गरी पुरुषहरूले समूहमा नाच्छन्, जसमा जीवनका विभिन्न पक्ष, कृषि कर्म र कहिलेकाहीँ प्रेम र विरहका कथाहरू अभिनयका माध्यमबाट देखाइन्छ। अनि हेम्फाई नाचमा भने महिला पुरुष दुवै सहभागी हुन्छन्। यसमा गाइने गीतहरूमा उनीहरूको उत्पत्तिको कथा, बसाइसराईको इतिहास र पुर्खाहरूका वीरगाथाहरू समेटिएका हुन्छन्। भनेपछि यी नाचहरू एक किसिमका जीवन्त पुस्तकालय जस्ता भए, जसले लेखेर नराखिएका इतिहासलाई पनि बचाइराखेका छन्। तपाईले ठ्याक्कै सही शब्द प्रयोग गर्नुभयो, जीवन्त पुस्तकालय।
जब युवाहरूले यी नाचमा भाग लिन्छन्, उनीहरूले केवल मनोरञ्जन गरिरहेका हुँदैनन्, उनीहरूले आफ्नो समुदायको इतिहास, संस्कृति र मूल्य मान्यतालाई आफ्नो शरीर र स्वरमा धारण गरिरहेका हुन्छन्। यसरी नै संस्कृति जीवित रहन्छ। त्यसो भए यो सबैलाई जोडेर हेर्दा कुमाल समुदायका लागि माघे संक्रान्ति के हो त? यो केवल एउटा चाड मात्र पक्कै होइन। होइन, यो केवल एक दिनको चाड होइन, यो उनीहरूको नयाँ वर्ष हो। यो प्रकृति र सूर्यको गतिसँग जोडिएको एउटा खगोलीय उत्सव हो। यो टाढा भएका परिवारजनसँग भेटेर सम्बन्ध नवीकरण गर्ने सामाजिक अवसर हो र यो पितृहरूलाई सम्झँदै प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने एउटा पवित्र दिन हो। खाना, नाचगान र विधिहरूले भरिपूर्ण यो पर्वलाई राष्ट्रिय पर्वको रूपमा घोषणा गरिनुले पनि यसको महत्त्वलाई दर्शाउँछ। यो उनीहरूको जीवनशैली, विश्वास र सामाजिक संरचनाको एक जीवन्त प्रतिबिम्ब हो। एकदम, यो केवल एउटा पर्व होइन, यो उनीहरूको समग्र पहिचानको उत्सव हो। हामी कुमाल हौं भनेर गर्वका साथ भन्ने दिन हो। सामग्रीको अन्त्यमा एउटा चाखलाग्दो विकासक्रमबारे उल्लेख छ। पहिले घर परिवारमा मनाइने यो पर्वलाई अहिले नेपाल कुमाल समाज सुधार समिति जस्ता संस्थाहरूले महोत्सवका रूपमा अझ भव्य र सङ्गठित तरिकाले मनाउन थालेका छन्। हो, र यसले एउटा महत्त्वपूर्ण प्रश्न जन्माउँछ। जब कुनै परम्परागत पारिवारिक तहमा आत्मीयताका साथ मनाइने चाडपर्वहरू यसरी सङ्गठित र केन्द्रीकृत रूपमा महोत्सव बन्छन्, तब त्यसले पर्वको मौलिक स्वरूपमा के कस्तो परिवर्तन ल्याउँछ होला? के यसले संस्कृतिको संरक्षण र प्रवर्धनमा मद्दत गर्छ वा बिस्तारै त्यसको आत्मीयता हराएर प्रदर्शनमा मात्र सीमित हुने जोखिम हुन्छ? यो सायद हामी सबैले आफ्नो समुदायको परम्पराको बारेमा सोच्नुपर्ने कुरा हो।